अहिलेको अवस्थामा तपाईँले सानो बालबालिकालाई सम्झाउन सक्नुहुन्न, पिट्न पनि सक्नुहुन्न र केही भन्न पनि मिल्दैन। किनभने अहिलेको बच्चाहरू पुरै डिजिटल भइसकेको छ। अब डिजिटल भन्नु कसरी? अब उहाँले जति तपाईँलाई मोबाइल चलाउन आउँदैन, त्यति त्यो बच्चाहरूलाई मोबाइल चलाउन आउँछ। जुन कारणले गर्दा त्यो मोबाइलबाट त्यसले प्राप्त गरेको नेगेटिभ इनर्जीहरू या नेगेटिभ ऊर्जाहरू या नेगेटिभ ज्ञानहरू त्यसले के गर्छ, आफ्नै मान्छेमा अप्लाई गर्न थाल्छ, आमा बुवामा अप्लाई गर्न थाल्छ, गुरुवर्गहरूमा अप्लाई गर्न थाल्छ र आफन्तमा एप्लाई गर्न थाल्छ। जस कारणले गर्दा त्यो बच्चाहरूको मानसिक रूपमा के हुन्छ, त्यो तनावमा जान्छ र मानसिक रूपमा के हुन्छ, सन्तुलन हुँदैन। त्यो हुनुको रिजनहरू के छ भने सबैभन्दा पहिला सानो बच्चाहरूको अगाडिमा जथाभावी नबोल्नु, सानो बच्चाहरूको अगाडिमा नराम्रो भिडियोहरू हेर्नु, नराम्रो गानाहरू सङ्गहरू नसुन्नु। त्यस्तो गरेपछि मात्र त्यो बच्चाहरूको अवस्था राम्रो हुन्छ, नत्र त्यो बच्चाहरूको अवस्था त्यस्तै नै रहन्छ। त्यसैले हामीले कुनै बच्चाको अगाडिमा त्यस्तो कार्यहरू क्रियाकलापहरू गर्नु हुँदैन।